कुट्ने बेला कति गाह्रो हुन्छ भन्छन् फेरि सिन्की बनायौ हामीलाई दिएन भनेर के गुनासो गर्नु कुट्न आउनुपर्छ कुट्न कति गाह्रो हुन्छ कुट्न थाकिसके दिमाग नबुझ्न कति बिचारा कति कुट्दैछ यहाँ आधा छ फेरि आधा छ थाकिसके गाइज आज हाम्रो लोसार भइरहेछ नि लोसारको छुट्टी छ नि माउ लोसारको छुट्टी छ लोसार हामीलाई यहाँ सिन्की कुटेर भइरहेछ थाकिहाल्यो निन्द्रा लागिसक्यो खदा देखो ना ऐसे कोट रहे हैं देखो ना फुल है टमाटर पनि राम्रा भए रहेछन् है पाकेका छन् कति राम्रा पाकेका छन् खाने बेला चाहिँ अचार बनाउनु तिम्रो आएर ल्याएको बहिनी हेर न साग यो बेथे यो कति राम्रो हजुरकोबाट मैले यो पालि बेच्न लैजानु पर्ने हो कति राम्रो दुबे यो बेथे साग हेर्नु त गाइस कस्तो राम्रो छ मैले लगाएको आहा अन्त बेथे अघि नै आउनु पर्ने बहिनी तिमीले ए पाकी आधा त पाकिसक्यो रहेछ राजा चरा खाइसक्यो खोइ खान्छ नै बाबु यो चढाउने अगाडि यो अब अर्को गाडी पनि छ है गाइज प्याज कस्तो राम्रो भएछ क्या बेथे टमाटर फलिरहेछन् लसुन हेर्नु मैले लगाएर देखाउँदै थिएँ नि लसुन पुरै लसुन हो बाई